लगायत उपस्थित सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूमा नमस्कार। म मुकेश मिश्र। म 8 कक्षाको 3टा सेक्सन क्लास 8 को ए, क्लास 8 को बी र क्लास 8 को सी सेक्सनमा अङ्ग्रेजी विषय अध्यापन गर्दै आइरहेको छु। एकदम खुसी लागेको छ हाम्रो एउटा चिठीको भरमा हजुरहरूले यसरी आइदिनु भएको छ। अभिभावकज्यूहरू आफ्नो बाबु नानीहरूको चिन्ता भनौँ अथवा के गर्दैछ कस्तो छ भने चासो राखेर उपस्थित भइदिनु भएको छ। एकदम राम्रो पक्ष हो। यसलाई हजुरहरूले वेट गर्नै पर्दैन, चिठी आउला र जाउँला भनेर कुर्नै पर्दैन। हजुरहरूको विद्यालय हो, हजुरहरूको बाबु नानीको पढाइ लेखाइ के कस्तो हुँदैछ जुनसुकै बेला पनि हजुरहरू आउनुहोस् र हजुरहरू आउँदा हामीलाई एकदमै खुसी लाग्छ। के अवस्थामा छ, कस्तो अवस्थामा छ, के उन्नति भयो, कस्तो प्रगति भयो, शिक्षकहरूको कमी कमजोरी के छ भनेर पनि बुझ्न खोज्नुहोस्। कमसेकम हजुरहरूले कपी चेक गर्नु, जस्तै अरूको कुरा आयो, होमवर्कको कुरा आयो, चेकिङ रेगुलर हुन्छ हुँदैन, सायद केही कमी कमजोरी हाम्रो पनि हुनसक्छ। एज अ फ्रेन्ड, साथी बनेर बाबु नानीहरूसँग यसो बुझ्ने कोसिस गर्नुहोला। कुन शिक्षकमा के कमी कमजोरी छ, के भयो, किन रेगुलर कपी चेक भइराखेको छ छैन, त्यति कुरा बुझेर अनि हजुरहरूले कमसेकम कल गरिदिनु होला। उपस्थित स्वयं फिजिकली हामी यहाँ विद्यालयमा भनेको टाइम उपस्थित हुन नसकौँला, तर अहिले त धेरै सञ्जालहरू छ, फोन छ। हाम्रो कोअर्डिनेटर सरलाई यसो जानकारी गराउनु होला। उहाँले हामीलाई कन्ट्रोल गर्नुहुन्छ, उहाँले हामीलाई जानकारी गराउनुहुन्छ। हामी अझ बढी सुध्रिने मौका पाउँछौँ। हामीमा भएको केही आलस्यता हुनसक्छ, केही कमी कमजोरी हुनसक्छ। हजुरहरूको फिडब्याकबाट अझ पनि राम्रोसँग अघि बढ्न सक्छौँ। नेपाली मिडियममा नेपाली अलिक पढ्ने, अङ्ग्रेजी विषय स्वतः अलिक कमजोर हुनु स्वाभाविक हो। सेक्सन ए नेपाली मिडियममा अलि अङ्ग्रेजी विषयमा चाहिँ कमी कमजोरी धेरै छ, अलि विकनेसेसहरू बढी छ हाम्रो बाबु नानीहरूको। हामीले सक्दो प्रयास गरिरहेका छौँ। हामी सबैजना एकअर्कासँग अपरिहार्य छौँ। अभिभावकज्यूहरू बिना हामी अपुरो हुन्छौँ। त्यसर्थ हामी सबैजना मिलेर अगाडि बढ्यौँ भने हाम्रो विद्यालय स्थानीय परीक्षा कक्षा 8 को बिएलई परीक्षामा बारम्बार हामीले टप गर्दै आइरहेका छौँ। यसपालि पनि हामी डटेर लागिरहेका छौँ, प्रमिस लिएरै अगाडि बढिरहेका छौँ। यसपालि पनि हाम्रो विद्यालयले एकदम राम्रो नतिजा ल्याउने छ यो बिएलईको परीक्षामा भन्ने हामीले आशा र विश्वास गरेका छौँ। त्यो आशा र विश्वास कति बेला पुरा हुन्छ त भन्दा अभिभावकज्यूहरूको सक्रियताले मात्र हामी अगाडि बढ्न सक्छौँ। हजुरहरू सक्रिय हुनु पर्यो। डायरी हेर्नुहोस्, त्यहाँ हामी सबै टिचरहरूको नम्बर छ, मोबाइल नम्बर पक्कै पनि बाबु नानीहरूले लेखेको हुनुपर्छ। कुनै पनि विषयमा हजुरहरूलाई चित्त बुझेन भने कल गरिदिनु होला, हामी पनि सुध्रिन्छौँ। बाबु नानीहरूलाई पनि एकदम धेरै सुधार्ने कोसिस गरिरहेका छौँ। तर ढुक्क हुनु भएन, मेरो बाबु स्कुलमा छ, टिचरहरूले हेरिहाल्छ नि भन्ने जस्तो अलिकति केयरलेस चाहिँ हामी नबनौँ। किन हामी पनि त ढुक्क हुन सक्छौँ। अभिभावकहरू हुनुहुन्छ, उहाँहरूले हेरिहाल्नु होला नि भनेर हामी पनि ढुक्क हुन सक्दैनौँ। तसर्थ हामी सबै मिलेर जाउँ, एकदम राम्रो नतिजा ल्याउनु छ। अझ विद्यालयले अब प्रयास गर्दैछ एक्स्ट्रा क्लासको लागि जति सकिन्छ इन्गेज गर्ने। बाबु नानीहरूलाई हामीले अलिकति व्यस्त बनाउनै पर्छ, किनभने जति बढी फ्रिडम पाउनुहुन्छ उहाँहरू त्यति धेरै उफ्रिने, खेल्ने, चल्ने र दुनियाँदारीको काममा लाग्न सक्नुहुन्छ। तसर्थ व्यस्त बनाऊ। मोबाइल दिँदै नदिने होइन, कमसेकम उहाँहरू पनि एकदम होमवर्क गर्दा गर्दा थाकिसक्नुहुन्छ। कमसेकम टाइम लिमिट गरिदिनु होला। 10 मिनट हेर न त भनेर आफैले भनिदिनुहोस् न, अन्त खुसी हुन्छ नि त। कमसेकम 15 मिनट हेर न त, यति बेला यति समयदेखि तिमीलाई 15 मिनट डेली दिन्छु म मोबाइल, तर सही प्रयोगको लागि भनेर छुट्याइदिनुहोस् त, खुसी हुन्छ। मजाले झन् पढ्न लेख्न, त्यो अध्ययन अध्यापनमा झन् बढी ध्यान दिनु होला भन्ने हामीलाई चाहिँ त्यस्तो लागेको छ। तसर्थ म अङ्ग्रेजी विषयको शिक्षक 3टा सेक्सनमा, 4वटा सेक्सन मध्ये 3वटा सेक्सनमा मैले अङ्ग्रेजी विषय पढाउँदै आइरहेको छु। यदि कुनै पनि कम्प्लेन हजुरहरूलाई चित्त नबुझ्दो कुरा बाबु नानीहरूबाट यसो बुझ्ने प्रयास गर्नुहोला। केही पनि ममा भएका कमी कमजोरीहरू हजुरहरूले पाउनुभयो भने निर्धक्क भएर शिक्षकले के भन्ला, बाबु नानीहरूलाई फेरि कस्तो असर पर्ला भनेर केही पनि मनमा नराख्नु होला। किनभने हामी भनेको बाबु नानीको उज्जवल भविष्यको कामना गर्ने शिक्षक हौँ। जुनसुकै बेला पनि हाम्रा बाबु नानीहरू अगाडि बढोस्, उन्नति प्रगति भइरहोस् भन्ने चाहना नै हाम्रो हुन्छ। तसर्थ ढुक्क भएर हजुरहरूले कल गर्नु होला, इन्फर्म गर्नु होला, जानकारी गराउनु होला। तर आफ्ना बाबु नानीको कमी कमजोरी चाहिँ प्लिज नलुकाइदिनु होला। किनभने हामी अभिभावकहरू जहिले पनि तारिफ गर्न खोज्छौँ कि हाम्रो बाबु नानी एकदम गजब छ, राम्रो छ, एकदम राम्रै गरिरहेछ भन्ने जस्तो होइन। जस्ताको तस्तै समस्याहरू यहाँ हामी समक्ष राखिदिनु होला। किनभने हामीले समस्या लुकाउनु भनेको त्यो भाइ बहिनीहरूलाई अलिक पछाडि नै पार्नु हो। हजुरहरूले भनेको नटेर्ला, नमान्ला, तर हामीले त्यसरी नै ट्रिटमेन्ट गर्छौँ नि उहाँहरूलाई। कसरी हुन्छ सल्लाह सुझाव हामी दिन्छौँ, काउन्सेलिङ गर्छौँ। हजुरहरूले भनेको नमाने पनि हामीले भनेको सायद उहाँहरूले पक्कै पनि मान्नुहुन्छ र उहाँहरूलाई हामीले सुधार्न सक्छौँ।
सक्छौँ भन्ने यति चाहिँ आशा र विश्वास हामी गर्न सक्छौँ। यति भन्दै मेरो छोटो शब्द यहीँ टुङ्ग्याउँछु। हस्, थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद मुकेश सर, आफ्नो सान्दर्भिक भनाइहरू राखेर बिदा हुनुभयो। त्यसै गरी यही शैक्षिक सवाल विषयमा, यही शैक्षिक अन्तर्क्रियाका विषयमा महत्त्वपूर्ण विचारहरू राखिदिनु हुनको लागि आदरणीय सप्र शैक्षिक भरत पोखरेल सरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद ईश्वर सर।